कागजहरुमै राखेर नै उसलाई चाहिँ उसको मुद्दा चाहिँ अब अगाडि बढाउनु भनेपछि जुन चाहिँ लाइक बहस हुन्छ जुन चाहिँ बहसमा अब जो व्यक्ति मान्छे होमिसाइड गरेर लाग्छ उसले पनि बहस गर्छ सरकारले पनि बहस गर्छ होइन दुईटैको बहस सुनेर न्यायाधीशले जुन चाहिँ बहस लाइक जुन चाहिँ आदेश दिनुहुन्छ त्यो भन्छ डिटेन्सन अर्डर जुन चाहिँ आदेश भन्छ दुईटैको सुन्यो अब जुन चाहिँ आदेशमा के हुन्छ भन्दाखेरि अब जुन माथि चाहिँ यो अपराधको चाहिँ आरोप लाग्छ होइन त्यो व्यक्तिलाई चाहिँ थुन्ने बेलमा छोड्ने अथवा व्यक्तिलाई थुन्ने भन्ने खालको कुराहरू होइन सो यसमा चाहिँ अब जुन चाहिँ आदेश हुँदाखेरि चाहिँ विभिन्न कुराहरू छन् जुन चाहिँ आदेशमा कस्तो कुरामा चाहिँ यदि अपराध छोड्न सक्छ भन्दाखेरि चाहिँ 3 वर्षभन्दा माथि चाहिँ त्यो अपराधको चाहिँ लाइक त्यसमा चाहिँ इम्प्रिजनमेन्टको कुरा छ भने चाहिँ कानुनमा चाहिँ सपोज होमिसाइडमा 3 वर्षभन्दा माथि छ त्यो भने चाहिँ एउटा व्यक्तिलाई थुन दिन सक्छ है हामी त्यो व्यक्तिलाई चाहिँ होइन हामीले चाहिँ अदालतले थुनेर नै मुद्दाको उसको काम कारबाही चाहिँ अगाडि बढाउनु भन्न सक्छ अथवा उसलाई बेल पनि दिन सक्छ तर बेल चाहिँ कस्तो कारण कन्डिसनमा दिन सक्छ भन्दा चाहिँ यदि उसलाई अब कुनै खालको लाइक रोग छ अथवा ऊ व्यक्ति चाहिँ लाइक वृद्ध हो 70 वर्ष पुगेको वृद्ध हो भने चाहिँ उसलाई चाहिँ होइन उसलाई चाहिँ बाहिरै राखेर उसको मुद्दा चाहिँ अगाडि बढाउँ भन्ने हुन्छ तर एउटा व्यक्तिलाई चाहिँ किन सपोज एउटा व्यक्तिलाई चाहिँ होइन उसलाई चाहिँ हामीले बेल दिन मिल्दैन घरौटै दिन मिल्दैन हामीले चाहिँ व्यक्तिलाई चाहिँ भित्र राखेर चाहिँ अनुसन्धान गरौँ कारागारमै राखेर अनुसन्धान गरौँ भन्छ भने चाहिँ त्यो चाहिँ किन हो भन्दाखेरि चाहिँ एउटा व्यक्तिले सपोज अदालतले भन्छ अरे हामीले चाहिँ होइन व्यक्तिलाई भित्रै राखेर हामीले चाहिँ काम कारबाही अगाडि बढाउनु पर्छ भन्ने किन भन्छ भन्दाखेरि चाहिँ त्यो व्यक्तिको चाहिँ यति कुरा किन भन्छ भन्दाखेरि चाहिँ यदि त्यो व्यक्तिले चाहिँ प्रमाण नष्ट गर्न सक्छ है भने चाहिँ अदालतलाई लागेको होला त्यही भएर उसलाई सँगै छोड्दैन अथवा त्यो व्यक्तिले चाहिँ यदि सपोज हामी छोडिदियौँ भने चाहिँ अब ऊ चाहिँ लाइक अदालतले जति बेला अदालतले आइज भन्छ ऊ चाहिँ आउनु सक्दैन त्यो पनि कारण हुनसक्छ त्यही भएर पनि एउटा व्यक्तिलाई छोड्दैन जसमा अपराध लागेको छ अपराधको आरोप लागेको छ त्यो व्यक्तिले छोड्न नसक्छ नसक्न नछोड्न सक्छ चाहे त्यो व्यक्ति भाग्न सक्छ भन्ने खालको कुराहरू सक्छ अथवा उसले होमिसाइडको केस गरेर उसले होमिसाइड रिलेटेड उसको लाइक त्यो जहाँ उसले होमिसाइड गर्यो वारदात नै गरेर उसले अब त्यो नष्ट गरेर प्रमाणहरू त्यो गर्नु त्यो गाह्रो भयो चाहिँ उसले त्यो प्रमाणित गर्न गाह्रो भयो अपराधको त्यही भएर अदालतले उसलाई भित्रै राखेर पूर्वक गरौँ भन्न सक्छ त्यही नै हामीले जुन चाहिँ आदेश भन्छौँ होइन अब जुन चाहिँ आदेशमा तिनवटै कुरा हुन्छ थुनमा छोड्ने धराउ टुङ्गीमा छोड्ने अथवा जमानत छोड्ने जमानत पत्र छोड्ने जमानत भने चाहिँ कस्तो भन्दाखेरि चाहिँ तपाईँलाई चाहिँ जमानत भनेको चाहिँ यति कुरा के बुझ्नुहोस् भन्दाखेरि अदालतले यदि कुरा जुन चाहिँ आदेशपछि चाहिँ तपाईँ चाहिँ यति रकम चाहिँ तिर्न भन्छ है यदि तपाईँ तिर्न सक्नु भएन भने त्यसमा चाहिँ ब्याङ्क ग्यारेन्टीले चाहिँ ल्याएर राख्न सक्नुहुन्छ त्यसलाई चाहिँ जमानत भन्ने हो त्यो भनेको चाहिँ यो व्यक्तिले चाहिँ यति रकम तिर्नुपर्ने हो यो व्यक्तिको चाहिँ यति रकम तिर्नुपर्ने हो यो व्यक्तिलाई चाहिँ म ब्याङ्क चाहिँ ग्यारेन्टी छु यो व्यक्तिले चाहिँ यति रकम चाहिँ तिर्छ भने चाहिँ ब्याङ्क ग्यारेन्टी पनि ल्याउन सक्नुहुन्छ जमानत दिँदाखेरि चाहिँ त्यो भनेको चाहिँ जमानत उसले दिन्छ भने चाहिँ ऊ व्यक्ति चाहिँ बाहिर निस्किन आँटेको भने चाहिँ बुझ्नु होला ऊ एउटा व्यक्ति जमानत दिँदा चाहिँ बाहिर निस्किन सक्छ अदालतले चाहिँ यति बजे जमानत तिर्नुपर्ने हुन्छ अथवा यति रकम तिर्नुपर्ने हुन्छ भने चाहिँ उसले जमानत दिनु त्यो जमानत चाहिँ अब ब्याङ्क ग्यारेन्टीहरू पनि हुन सक्छ लगायतको कुरा नै हो जुन चाहिँ कारण बेसिकली दुइटै कुरा हुन्छ उसले एउटा चाहिँ उसले बाहिर राखेर मुद्दा बढाउने उसले भित्र राख्ने होइन ऊ चाहिँ लाइक उसले चाहिँ गल्ती गर्न सक्छ फेरि बाहिर आयो भने त्यही भएर चाहिँ उसको मुद्दा चाहिँ भित्र राखेर अगाडि बढाउने भन्ने कुराहरू यी जो दुइटैबाट चाहिँ अदालत चाहिँ एउटा निचोडमा हुनसक्छ सो थुना पनि जाने त्यसपछि थुना भित्र राख्नुपर्ने हुन्छ त्यसो भने बाहिर कुन चाहिँ आदेशमा उसलाई यदि भित्र राख्नुपर्छ भने पूर्ति चाहिन्छ हामीसँग थुनमा पूर्ति हो होइन जस्तै यदि कुनै व्यक्तिलाई समात्नुपर्छ भने चाहिँ अरेस्ट गरेर चाहिहाल्यो त्यसै गरी यदि कुन चाहिँ बसपछि यदि कुनै थुनवालाई समात राख्नु पऱ्यो भने चाहिँ उसलाई कुन चाहिँ थुनमा पूर्ति चाहिन्छ थुनमा पूर्ति छैन भने उसलाई भित्र राख्नु मिल्दैन यो कुरा चाहिँ तपाईँहरूले बेसिक आइडिया राख्नु होला सो अब वारिसनामा भयो वारिसनामा भनेको चाहिँ सपोज वारिस भनेको चाहिँ एउटा बेसिक भनेको चाहिँ प्रतिनिधित्व उसले चाहिँ मेरो प्रतिनिधित्व गरिदिन्छ है मैले चाहिँ उसलाई अधिकार दिएर दिन्छु अनि उसले चाहिँ मेरो यो मुद्दा चाहिँ यसरी हेरिदिन्छ अथवा उसले चाहिँ मेरो अधिकारहरू पायो यो मुद्दाको सन्दर्भमा भनेर चाहिँ वारिस भनेको त्यस्तो व्यक्तिलाई चाहिँ यदि अधिकार पायो उसले त्यो जुन व्यक्तिको चाहिँ अधिकार पायो सोही बमोजिम चाहिँ उसको मुद्दाको सन्दर्भमा चाहिँ काम गर्छ भने चाहिँ त्यो व्यक्तिलाई चाहिँ वारिस भनेर हामीले थाहा पाउने छ सो वारिस पनि दुईवटा किसिमको हुन्छ अधिकृत वारिस लाइक अब सामान्य वारिसहरू भइहाल्यो सो वारिसको कुरामा चाहिँ तपाईँहरू चाहिँ वारिस भनेको के हो अथवा तपाईँहरूले सोध्न सक्नुहुन्छ त्यो चाहिँ ध्यान दिनु होला वारिसको सन्दर्भमा पनि यही नै हुन्छ सो अब चाहिँ मजदुरी नाममा भइहाल्यो यो कुरामा धेरै जानु पर्दैन होला सायद अब तपाईँहरूले ढाँचाको कुराहरू चाहिँ सिकाउँछु अलिकति त्यसपछि चाहिँ हामी कोसिस लाग्छौँ सो यति नै भयो डेरी वारिस बदल गर्ने पाउँ भनेको पनि त्यही हो
बिलको आदेश प्रयोग गरी पाउँ भने चाहिँ के भन्दाखेरि ठुल्चे आदेश चाहिँ सपोज त्यो जुन व्यक्तिले चाहिँ होमिसाइडको आरोप लगायो उसले चाहिँ होइन उसलाई चाहिँ भित्रै पठाउनुपर्छ कारागारै पठाउनुपर्छ भनेर भन्यो अदालतले। अब ऊ व्यक्तिलाई चाहिँ बुझ्दैन मलाई भित्र किन पठायो भन्ने अदालतलाई उसलाई लाग्छ। सो उसले चाहिँ त्योभन्दा माथिल्लो अदालतमा गएर दिएको चाहिँ कुनै निवेदनलाई चाहिँ गिरिफको आदेश प्रयोग गरी पाउनुको निवेदन भनिन्छ। जस्तो सपोज उसलाई भित्र पठाउने भन्ने आदेश गरेको जिल्ला अदालतले सम्पूर्ण मुद्दा जिल्ला अदालतले सुरु हुन्छ। जिल्ला अदालतले होइन ऊ व्यक्तिको चाहिँ पठाउनु उसलाई बाहिर राख्नु मिल्दैन भित्रै पठाउँ भनेर यदि जिल्ला अदालतले भन्छ भने चाहिँ अब उसलाई त्यो बुझ्दैन त्यो व्यक्तिलाई चाहिँ आरोप लागेको छ होमिसाइडको उसले के गर्छ माथिल्लो अदालत के भएको चाहिँ उच्च अदालतमा गएर चाहिँ निवेदन दिन्छ। त्यो निवेदनलाई के भन्छ भन्दाखेरि गिरिफको आदेश बदल गरी पाउँ भन्ने खालको निवेदन दिन्छ। अब उच्च अदालतले त्यसमा अब यो व्यक्तिको जुन जिल्ला अदालतले त्यो व्यक्तिलाई चाहिँ भित्र पठाउनुपर्छ है भन्ने खालको निर्णय गर्यो त्यो चाहिँ ठिक छ कि छैन भने चाहिँ उच्च अदालतले हेर्छ। जब गिरिफको आदेश बदल गरी पाउँ भनेर चाहिँ उसले निवेदन दिन्छ चित्त नबुझ्ने पक्षले चाहिँ माथिल्लो अदालतमा गएर निवेदन दिन्छ। त्यसपछि चाहिँ त्यो सम्बन्धित अदालतले चाहिँ माथिल्लो अदालतले चाहिँ अब चाहिँ उसको डिसिजन हेर्छ जिल्ला अदालतको ठिक छ कि छैन। अब सपोज यदि ठिक छैन भने त अब जुन जिल्लाले भित्र पठाउँछु भनेर आदेश गरेको यो बदल गरिदिन सक्छ होइन। यदि अब ठिक छैन भने माथि सपोज उच्च अदालतले हामीले यो जिल्लाको भित्र पठाउने आदेश ठिक छैन भन्यो भने चाहिँ बदल गरिदियो। यदि अब उसले चाहिँ फैसला सदर गरिदियो भने चाहिँ के हुन्छ भन्दाखेरि होइन उसले जुन जिल्ला चाहिँ यो व्यक्तिलाई चाहिँ भित्र पठाउनु पर्ने हो भनेर चाहिँ निर्णय गरेको छ त्यो सही छ भनेर चाहिँ उसले सदर गरिदिन सक्छ। फेरि उसलाई चित्त नबुझ्ने भयो होइन अब उच्च अदालतले पनि यस्तो निर्णय गर्छ उसलाई त बाहिर आउनु मन छ अनि उसले चाहिँ बाहिर आउनुपर्छ तर फेरि उच्च अदालतले पनि हामीले भित्रै पठाउनुपर्छ भनेर चाहिँ जिल्ला अदालतले फैसला गर्ने सदर गरिदियो भने उसलाई फेरि चित्त नबुझ्नु। अब फेरि उच्चको आदेश विरुद्ध चाहिँ फेरि माथि जान पायो त्यो भनेपछि सर्वोच्च अदालत जान पायो क्या। उसो अब उसले पनि फेरि अब सर्वोच्च अदालतमा गएर गिरिफको आदेश बदल गरी पाउँ भनेर फेरि निवेदन दिन पाउँछ कि सर्वोच्च अदालत चाहिँ लास्टमा चाहिँ लास्ट हो क्या उसको उसलाई हेर्ने उसलाई बाहिर पठाउने अथवा भित्र राख्ने भन्ने चाहिँ त्यो अथोरिटी चाहिँ लास्ट सर्वोच्च अदालतमै हुन्छ। अब सर्वोच्च अदालतले पनि के गर्छ सर्वोच्च अदालतले ठिक छैन भने चाहिँ बदल गरिदिन्छ होइन जुन चाहिँ आदेश बदल गरिदिनु भयो उसले बाहिर पठाउने भयो बाहिर बसेर कुनै मुद्दा लड्न पाउँछ भनिदिन सक्छ सर्वोच्च अदालतले अथवा होइन सदर गरिदियो भने चाहिँ अब भित्रै बस्नुपर्ने हुन्छ। यति नै हो गिरिफको आदेश बदल गरी पाउँ भने चाहिँ निवेदन चित्त नबुझ्ने पक्षले मुद्दाका